नमस्कार हजुर 2021 सालको यो चैते दशैं आज चाहिँ झिमिक झिमिक मान्यो। अब हजुरहरूलाई कस्तो लाग्छ चाहिँ कसरी मनाउनु भयो अनि ऋतुजी अनि अहिले के कस्तो लागिरहेछ चैते दशैं? एकदम राम्रो के छ अनि आज कसरी मनाउनु भयो? मासु भात खाएर अब उता ठुली मम्मी अथवा तपाईँ को पर्छ? सानी मम्मी, काइली मम्मी? ओइ मम्मी उहाँको मम्मीलाई भन्नु त, मम्मी के गर्नु कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। माइत जानु लागेको अहिले फेरि फेरि राम्रो त्यस्तो पो हो त। अब हजुरहरू ससुरा ल्याएर खानु अब हामी फेरि मामा घर जाने नि। ए ल अनि हजुरलाई कसो लाग्छ दिदी? दिदी होइन बुढी होला यहाँ होइन उता दिदीलाई भनेको अब रमाइलो लागिरहेछ। लागिरहेछ ल। अनि के खानापिना गर्नुभयो टन्न? हजुरले खानु भएन होला ज्वाइँ छोरीलाई? पनि सोध्नु न। अनि त्यो त आउँदैछ त पालो। अनि खाइसकेको फेरि खान जाने। फेरि खान जाने? तपाईँको अलि फेस अलि राम्रो आन कि भनेर नि कमा क्यामेरा भन्छ कि ल्यामा क्यामेरा अगाडि ल्या। अनि बोल्नु पनि आउँदैन त आउनु पनि। अलि जान म त मगर मान्छे राम्रो भयो राम्रो आउँछ त बन्द गर्नु के त्यो भयो भने ससुराले आएर मातेर झ्यापर बोल्नै आएन छ मगरलाई। छैन त्यो हल्का त हाल्नु परेको नत्र चैते दशैं भनेको मगरकै लागि त हो नि, अरूको लागि छैन हैन ल। अनि ऋतु अनि के छ तिम्रो? अनि कस्तो छ? खबर के छ भन्नु छैन। दिदीकै कस्तो कुरा मामा घर जान लागेको छु, खुसी लागेको छ। अब खाने टन्न खाने अनि जिङ्रिङमा मोटाउने सल्लाहको घरतिर आउने हो त्यही हो। फुपूको टर्न चाहिँ कति बेला? अब फुपू टर्न। अनि कस्तो लाग्यो त हाम्रो चाहिँ म्याडमको? कस्तो लाग्नु रमाइलो लाग्यो। माइत आएको छ, खाएको छ, टन्न लाएर यहाँ कौजी घाँटीसम्म आउने गरी अब घर जानु लागेको। अब यति आइसक्यो आज यहाँ टन्नै खाएर। अनि चैते दशैंमा त 3 दिन चन्चन खाएकै गर्ने भन्छ। तिमी मगर्ने हो? मगाइ नि त मगाइदेखि यही नाक नेपे नेपे परेको। मगरको नाक नेपे हुन्छ रे। ए ल ल अब के भन्ने त म चाहिँ